ओम नमः शिवाय। सबैमा मेरो नमन। आज म एउटा भिडियो लिएर आएको छु जसमा म ज्योतिष यादव प्रसाद उप्रेती मानिसहरू उच्च ग्रह भएर भाग्य धेरै लिएर आए पनि तर त्यसको चाहिँ फल लिन नसक्ने कारणहरू के रहेछ त जन्म कुण्डलीमा भन्दाखेरि श्रापित योग तथा ऋणी योग। ती ऋणी योग चाहिँ कसरी हुन्छ भन्दाखेरि आफैले पूर्व जन्ममा गरेका पापले बाउबाजेले अथवा पूर्वजहरू गरेका पापले पनि त्यो श्रापहरू भोग्नु पर्ने छ है। त्यसै अर्थले गर्दाखेरि चाहिँ नि बाउबाजेले गरेको पाप छोरा नातिले अवश्य भोग्नु पर्दछ। त्यसैले अब श्रापित योग अथवा ऋणी योग भने चाहिँ के पर्दछन् त भन्दाखेरि पितृऋण अनि स्वऋण, मातृऋण, स्त्री ऋण अनि त्यहाँबाट छोरी बहिनीको ऋण, रिश्तेदार ऋण, जालीमा अजन्मा ऋण, विश्वासघाती ऋण, देवदेवी ऋण आदि कुराहरू 9 ऋण पर्दछन्। ती ऋणहरूको कारणले गर्दाखेरि मानिसहरूले दुःख भोगिरहनु पर्दछ र त्यो ऋण छ कि छैन मेरो जन्माङ्गमा, जन्म कुण्डलीमा छ कि छैन, छ भनेदेखि त्यसको उपाय के गर्नु पर्दछ भन्ने विषयमा भिडियो बनाउँदै जानेछु। क्रमशः म भिडियो बनाउँदै जानेछु। अब यो चाहिँ ऋण। अब फेरि पितृ श्राप, प्रेत श्राप अनि सर्प श्राप आदि जटिल जटिल योगहरू चाहिँ कुण्डलीमा देखा परे भने यिनको समाधान नगरिकन कुनै सुख मिल्ला बन्नु चाहिँ बेकार हुनेछ। त्यसै अर्थले गर्दाखेरि अब अर्को भिडियोमा म यी ऋणका बारेमा, पितृ ऋणका बारेमा म जानकारी गराउने छु। अब पितृ ऋण कसरी पर्दछ त भने पितृ श्राद्ध नगर्नु, पितृको कार्यक्रिया दशपिण्ड नगर्नु, पितृहरूलाई दुःख दिनु, पितृहरूको तिरस्कार गर्नु, श्राद्ध तर्पणहरू नगर्नुको कारण पनि पितृ श्राप पर्न सक्दछ, पितृ ऋण पर्न सक्दछ। कुनै देवालयहरूमा नष्ट गरिदिनु, पिपलका वृक्षहरू नाश गरिदिनु अनि त्यसपछिबाट गएर आफ्ना कुल खानदानको पुरोहितलाई बदलिदिनु, यो चाहिँ पितृ ऋणमा पर्दछ। त्यो पितृ ऋण कस्तो ग्रह भएर पर्दछ भने म यसको चाहिँ नि पछि अवलोकन गर्ने नै छु।